आउने नि भयो निश्चयले त हेर आहा सबैको किन नआउने ल त्यताबाट निश्चल बना त बनाइदे बाबु ल यता मम्मीको यता बना भिडियो सब भिडियो कस्तो देखियो जान्दैन तेल त अब फ्याँदी यो गोरेसो जाने बाटो यही हो जाने बाबु गोरे हेर्नु है खैरिनपट्टिबाट नि छ खैरिनहरू त बसै जान्छ नि यो हिँडेर आउने बाटो यो हिँडेर जाने जान भिडियोलाई थाहा हुन्छ कति लाग्छ भिडियो बनाउने भने थाहा हुन्थ्यो लठा एउटै लठा त नि यसरी हिँडेर लठा चढ्यो नि त यो गुडे होइन नि लठा गुडे हो यो लस्टे गयो बाबु लठा तानेर सानो देख्छ तर एउटै नै समार छ है बाबु अङ्कुशे त हजुर कस्तो त्यो यो पुरस्कार खायो एउटा चेपाउनु अनि यो तारबाट बढी भएपछि यो परीक्षण गर्नको लागि पास भयो 3-4 जना छजना अट्दो रहेछ है 3-4 जना किन यहाँ 74 जना अटाए 7 जना 8 जना काइदै हुँदा चाहिँ कामको थुनिया छ हजुर काम थुनिया छ यो मान्छे हिँड्ने बाटो पनि रहेछ को हिँड्ने किन हिँड्ने नि त्यो यहाँका धानी व्यक्ति कहाँ हेर्नु टेबलमा सधैँ चढ्छ नि त त्यहाँ चढ्दै 500 तिरेर 1 घन्टा पुगिन्छ नानी हिँडेरै गयो नि 1 घन्टा पनि लाग्दैन आउने रहेछ नि बराबरै होला 5 भयो अझै एउटा बाटै अड्किएको छ नि अन्त ऊ हिँड्ने नै रहेछ नि हो प्लेनमा चढा यस्तै त अनि प्लेनमा चढ्ने नि है 6 व्यक्तिहरूले लेखेको एउटामा 6 जना बोक्न सक्ने रहेछ एउटाले यहाँ त बढी हाल्यो नि 6 जना त खाने 3 जना बिचमा अड्किने गर्ने त्यही गरे है आएछ है के छ बाबु अड्के खाने अस्ति नै एकचोटि लाइन गयो भने त बिचै अडिन पर्यो नि त्यहाँ लाइनबाट मात्रै चलाउनु हुन्न नि बाबु यो त ओर्थोकबाट नि यसलाई जेन्डर छ जेन्टरबाट चलाउनु परेन बिचमा मान्छे राख्न पाइयो भयो तल चलेको थाहा थाहा पाइने है चलेको त बसे जस्तो मात्रै चले थाहा पाइयो प्लेन यस्तै हुन्छ चाल भइया हल्का चलेको क्या बिस्तारो चाल भइया बेसको छिटो चलेको त बिस्तारो चलेको तर यता उँधो हेर्दा डर नलाग्ने बाबु यतापट्टि हेर्दा डर लाग्ने होइन त उता हेर्दा डर नलाग्ने कति माथि यसो यतापट्टि हेर्नु त सँग झुरै झरी अरे भगवानको दर्शन गर्न मैले बनाला है यस्तो चिज अस्ट्रेलियाको सरकार अनि यो तल्लोले के अरे अब यसले यो लाइन ए तल्लो अर्को यहाँ तल अर्को लाइन छ नि त यहाँ दुवटा छोडेर हो त्यस्तो गर्नु नाचे टिक गर्छ भने बेला बेलामा है यो त्यही लेखिरहने कृपया केबल कार रोकिँदा नातिनु होला भनेर ढोका नि आफै लाग्दो रहेछ है अटोमेटिक मगाएर आफै खुल्ने होला यो कसरी उगाएर उडिन्छ बाबु यहाँ आफै ए अझै रहेछ ओ कति टाढा रहेछ अनि कहाँ हिँडेर पुगिन्छ धेरै टाढा रहेछ नि अझ पल्लो डाँडा रहेछ हो कान कस्तो डुन्न हो है
हावाले आडिको हाज बाबु मकैको घुगा हेर यिनीहरू त कहाँबाट केबल कारमा चढ्ने हिँड्नै पर्छ यो ठाउँको मान्छेलाई क्या अगाडि दौडा रोक्ने ठाउँ छैन कस्तो डाँडा मन्दिरलाई कति खर्च भयो कति खर्च गरेर यत्रो केबल कार राखेको त करोडौँ होला किन नहुने खडरले पुग्यो हैन अर्मा होला खडरले के पुग्यो 20 ओइ डब्बा फेर्न पर्यो फेरि ती करोड कतिको अनि त्यसको पनि उठिसक्यो होला नि है किन उठाउने नि एक दिनमै कति कम से कम हेर्नु न 1.5 लाख रुपैयाँ बढी उठ्थ्यो के हुँदैन बाबु दिनमा उठ्छ होला लाख रुपियाँ बढी बढी उठ्छ त्यत्रै कर्मचारी छ ह काम गर्ने मान्छे त्यत्र छ मान्छे कति आउँछन् भक्तजन पुरा नेपाल अधिराज्य भन न इन्डिया विदेशी आज इन्डियन कतिजना छ त्यहाँ हामी यहाँ नजिकको भयो है कहाँ कहाँबाट आउँछ मान्छेहरू यो ओ बाबु यहाँ पढ्दा के भने खाऊ त्यहाँ 6 जना के भने यो बोका लाने चाहिँ रहेछ ह बाख्राको रहेछ त्यो ए बाख्राको पनि छुट्टै लिन्छ होला है भाडा लिन्छ दिन्छु यी बाख्राको चाहिँ त्यो रहेछ अनेक खाँदै बनाएर मान्छे धान पालिसके ढिलो आएको थियो है 10 मिनट हुन लाग्छ 15 मिनट लाग्छ क्या 15-20 मिनट टाढै छ नि छिटो पुरै हाल्ला कहिले गएको थियो तपाईँ अस्ति नै भएन कहिले मन्दिरै च्याट्टै दिइहाल्छ नि त टेबल कारमै ह मन्दिरै भनेको बोकेको आयो हाम्रो बाटो आँखा नि त त्यो त डिस्टर्ब गर्दैन कहाँ डिस्टर्ब गर्ने ए अगाडि गएछ बोके लिएर एउटा उनीहरूले डिस्टर्ब त गर्नै हुन्न नि हुन्छ बाउ हुँदैन नि पठाउँदा उसमा पठाहन् उताडि पठाउँदा यो उपल नपठाहन् उताडि ल्याउँदा तल नपठाहन् यति एउटा तारले त्यत्रो मान्छे बोकेर हिँड्ने यो तार हिँड्या हो र तार हो नि हेर्नु न यत्रो एउटा तारले हेर्नु कत्रो छ यो तारमा यस्तो चुम्बक च्याप्पो समाज है अनि यो तार कुदिरहेको छ ठुलो त्यो उसले चक्काले घुमाइरहेको नि यता नि त्यसै अहिले याद गर्नु होला त्यो त्यहाँ तल थियो त घुमाएको ठाउँ हामीले हेरिएर नि थियो त्यो ठुलो त्यो त यो त त्यतिकै अड्काइ पो राखेर रहेछ है चक्का सक्का केही छैन सानो सानो मान्छेलाई लाग्दो रहन्छ भाडा हाम्रो बाबुहरू त अलिक ठुलो भएर कहाँबाट आउनु भएको हामी लाउने बुझबाट ए पैसा तिर्नु यस्तो अब अर्को पनि खोल्ने गोसाइकुण्ड लाग्यो मुक्तिनाथलाई ए मुक्तिनाथ भन्ने अरे काइट्या हुन्थ्यो हो भक्तजनहरू बढ्छ ए मुक्तिनाथमा कति खर्च त्यो डाँडाडी उतै गर्नुपर्छ या बाबु म त यो डाँडाको मात्रै होला नि सोचेको थिएँ मुनि डाँडा कटु छ ए उहीँ पुग्छ ठ्याक्कै बल्ल हिँडेको थाहा पाएँ मन्दिरमै घटटट यो के आयो यसलाई यसले घटाएर पार्यो नि पुल ऊ त जानेले घटाएर पार्यो नि होइन कति बुद्धि लगाएर बनाएको छ सुन्तला त के पनि भरेन नि त सुन्तला त पाइन्छ पठाउँदा क्यु पठाएको पठाइ गरेछ सबै आएका है गएकै खाने म त टिकट खोज्दैन अब खोज्छ नि फेरि आउने बेलामा चाहिएन ए आउने बेला खोज्छ तपाईँहरू कति अप एन्ड डाउन काट्यो होइन अप एन्ड डाउनकै काट्नुपर्छ नि फोन नम्बरै होला नि त्यहाँ टिकट देखेर चिनिहाल्छ नि त्यसले आया आकाशमा उडे जस्तै त हो नि
यस्तै त हो नि कस्तो कान थुनिए छ डम्मा म त थुनी आइरा यस्तै हो प्लेनमा उड्दा हिँडेर आयो त्यहाँ तल पनि आइपुग्ने हजुर हिँडेर आयो पुल कटिन्थ्यो आइन्थ्यो किन यसमा 2 जना मात्रै पठाइदियो आफू जतिजना मान्छे भएन मान्छे चेक गर्नुपर्दो रहेछ नि है हजुर चेक गर्नुपर्दो रहेछ ए यो उसमा के खराब छ कि हेर चेक गर्छ यहीँ हो र नि हजुर यहाँ त क्यु लाएर बसेको मान्छे यो भगवान दर्शन गरिसकेको मान्छे नु त्यो चक्का घुमिरहेको नि हजुर यो सेतो जग्गा है यो पहेँलो जग्गा ए अब खुल्छ कहाँबाट खोल्ने हो है अब आफै खुल्ला नि हेर कस्तो डन्डी रहेछ चट्टै गरिदिनु जाने कताबाट ल हिँड फटाफट जानु अबेला भइरहेको छ कता मन्दिर यता एकदम नरियल फुल होला न बोकर दिन्छ 230-40